हेलो नमस्ते वेलकम ब्याक टु माई मिनी ब्लग। सो साथीहरू आज चाहिँ म मेरो ब्लगलाई स्टार्ट गरेको छु यो बाटोबाट है, किनभने अब घरबाट स्टार्ट गर्नुहुन्थ्यो सो ढिला हुन्छ भनेर हामी चाहिँ छिटो छिटोमा चाहिँ बाटैदेखि भिडियो क्याप्चर गरेको छु। आज चाहिँ हामी जाँदैछौँ फेरी बोट चढ्नलाई। मेरो छोरा चाहिँ पुरा एक्साइटेड भइरहेको थियो बोट चढ्ने भनेर, किनभने पहिला हामीले पोल्ट गोवामा चढेको थियौँ, त्यसपछि आज यहाँ चढ्दैछौँ है। यो चाहिँ अब हाम्रो घरबाट बसेको ठाउँबाट धेरै खासै टाढाको डिस्टेन्स छैन, त्यही भएर हामी चाहिँ यहाँ आएको भन्दा पनि ठ्याक्क हामी जाँदै थियौँ, ठ्याक्क यता पनि फेरी बोट रहेछ भनेर थाहा पाएर हामी चाहिँ यो फेरी बोट चढ्न आयौँ। त्यसपछि लाग्यौँ हामी अर्को ठाउँ घुम्नलाई, त्यो बोट पारी चाहिँ कस्तो खालको ठाउँहरू रहेछ भनेर हेर्नलाई लाग्यौँ। यताको चाहिँ पुरै हरियाली, कस्तो सम्म ठाउँहरू, एकदम अब क्राउडहरू खासै धेरै नभएर होला, एकदम सफा त्यस्तो खालको रहेछ। अनि बाटोहरू पनि सबै पिच छ। यताको यो हरियाली कोकोनट ट्रीहरू कति धेरै छ, बाटोहरू पनि सबै सफा, सो राम्रो रहेछ ठाउँ चाहिँ, धेरै क्राउडहरू नभएको ठाउँ। सो हामी चाहिँ एक राउन्ड लगायौँ, त्यसपछि अब फेरि थाहा हुँदैन कता कता बाटो, त्यही भएर हामी चाहिँ फर्क्यौँ। अब त्यसपछि अब यहाँ पुगेपछि बोट चाहिँ पारी रहेछ, त्यही भएर अब यता 10 मिनटको उता वेटिङ गरिसकेपछि बोट यता आउँछ। त्यसपछि यता आइसकेपछि पनि 10-15 मिनट चाहिँ वेटिङ गर्नुपर्दो रहेछ। यो चढ्दाखेरि चाहिँ हामीलाई पैसा नलाग्ने रहेछ साथीहरू, यसमा चाहिँ फ्री हो। आजको ब्लग चाहिँ मेरो यही हो साथीहरू, फेरि बोट चढेर गयो। बाई बाई, थ्याङ्क यू फर वाचिङ।